बर्बाद हुन्थ्यो नि मुजी दाइ म त डिप्रेस त भइसक्यो नि के गर्ने त अब है सँगैको साथीहरू खोइ अब अमेरिका खोइ कता कता गइसके अब आफू हल्का अब के गर्नु त अब भनेर तनाव भइसक्यो अनि गेम भित्रै डिप्रेस भएर गेम खेल्दै बस्थेँ क्या म चाहिँ कहीँ निस्किँदैन थिएँ कोठाबाटै निस्किँदैन थिएँ खेले पछि अनि स्ट्रिम सुरु गरेँ स्ट्रिम पनि केबाट सुरु गरेँ अब आइफोन 11 किने 11 को 50 छैन 70,000 80,000 कति थियो त्यतिखेर अनि त्यो किने आफ्नै पब्जी आइडी थियो आइडी बेचेर किने ए पब्जी आइडी बिक्छ पनि बिक्छ त्यतिखेर बिक्थ्यो अहिले अब त बेच्नु परेन नि त अहिले त करोडको भइसक्यो नि आइडी नै पब्जीले आफै हेर्छ नि त हामीलाई त युसी हालिदिन्छ पैसा हालिदिन्छ नि त पैसा चाहिँ हाल्दैन जस गेमकै पैसा त्यो के उनीहरूले हालिदिन्छ त्यो उनीहरूले नि लान्छ नि त्यो त त्यही गर्छ भने त्यस्तो छ अनि आइफोन 11 लिए आइफोन 11 र अनि मसँग पुरानो आइफोन एक्स थियो अनि त्यो एक्समा कमेन्ट पढ्थेँ 11 मा लाइभ हान्थेँ पिसी केही पनि थिएन अनुहार पनि देखाउँदिनँ थियो अनुहारमा देखाउँदा मजा आउँथ्यो मात्र चुम अहिले अनुहार देखाएर चाहिँ बेला बेला अब यस्तो हेर्दाखेरि अलिक लाज हुँदो रहेछ तर अहिले त बानी त्यो मतलब हुँदैन कि तर अब त काम हो नि स्टार्टिङमा त साइको भयो नि अनुहार देखाएर गर्दाखेरि त अब हाइप त मैले सुरुमा त झ्याप्पै लिएँ नि त ए हो 1-2 महिनामै 100K हानिदिइहाल्यो होइन अनि अब सबको मुखमा आइसक्यो त्यो अब एउटा छ यो र भन्ने यताउति भनिसक्यो अनि त्यसरी गर्दै गएँ अनि अब पैसा कमाउँदै गएपछि अनि पिसी बिल्ड गरिदिइहालेँ क्या इन्भेस्टमेन्टै भयो नि त्यो त होइन पिसी भनेको त इन्भेस्टमेन्टै हो इन्भेस्टमेन्ट हो चाहिने कुरा त्यहीँबाट कमाउने हो मैले त त्यो त राम्रो बनाउनै पर्यो नि मैले अब 15 प्रो म्याक्स बोकिरहेको छु अब यो अब 16 आइसी 16 हान्नु अब 16 आइसक्यो अब हान्नु पर्ने भनेर बसिरहेको त्यहाँ के घटोस् अहिले अझै नि अलि लोभ त छ लोभ दाइ कस्तो कुरा हुन्छ लोभ कहाँ तपाईँले चाहिँ मलाई चाहिँ के बिलगेट सोच्नुहुन्छ क्या दाइ लोभ हुँदैन मान्छे घर पनि कहाँ अलिकति ऋणमा छ नि दाइ किस्ता तिर्नु पर्यो त्यो त पर्यो तनाव छ नि त्यो त पर्यो अब बे गर्नु पर्या छ बे गरिहाल्ने माघ गर्ने होला सायद माघ फागुनतिर हुन्छ कि यही पुस माघ फागुनमा हो र ए भन्छ कि अब स्ट्रिममा हेर्ने कि जन्ती आउने त हामी चाहिँ अब बे पनि लाइभ स्ट्रिम हेर्नु पर्छ गरेन घर घरमा बसेर पुलाउ खाओ दक्षिण ब्लग चाहिँ कहाँ स्ट्रिम हान्नु त्यो त बरु हुन्छ नि बे गरिसकेपछि बुढाबुढी आएर स्ट्रिममा म जस्तै भनेपछि तिमी रातभरि त खेल्दैनौ आजकल म राति नै खेल्छु दिनभरि चाहिँ म फ्री हो भनेको जस्तै मलाई चाहिँ कस्तो लाग्छ भने स्ट्रिम गर्ने भनेपछि त 6-7 घन्टा 10 घन्टा जस्तो स्ट्रिम गर्नुपर्छ अब म हान्छु दसैँमा चाहिँ म घर जाँदिनँ ए बाटो त्यस्तो छ कहाँ जानु हाइट बिजोग छ नि होइन तपाईँ जान नै म जाँदिनँ होला अनि अब त्यही मेरो दसैँ छैन अस्ट्रेलिया लाग्यो भिजा अस्ट्रेलिया अब यो एपिसोड आउँदासम्म लाग्दियोस् भन्ने हो उतै त बस्नु हुँदैन नि बा कहाँ बस्नु पछि कुरा गरेको नि नचाहिँदो कुरा डाइट मुझे कहाँ बसे पनि यहाँ भन्नुहुन्छ त नि कति महिनाको अब खै अब जिम्बाको चाहिँ लाग्यो जिम्बा गएर नि आएको नि त एक्चुअली त्यही भएर लाग्यो सजनको र मेरो चाहिँ लागेको छैन क्या लाग्नु पर्ने हो सजनको लाग्ने र मेरो नलाग्ने भयो नि त म मरे जस्तो हुन्छु होइन तर त्यही युएस गराइसकेको छ सजन त अहिले झन् लुज छ अरे हौ पहिला भन्दा चाहिँ किनभने अब कन्भर्ट गर्न मिल्दैन नि त स्टुडेन्टमा पहिला तपाईँहरूलाई त अब के देखाउनु डकुमेन्टहरू देखाउनु पर्छ र त्यो आर्टिस्ट हो यस्तो यस्तो भनेर आर्टिस्ट प्रोफाइलहरू बनाउनु पर्यो अनि त्यसपछि ब्याङ्क के भन्छ त्यसलाई ब्यालेन्स सर्टिफिकेट बनाउनु पर्यो अनि उताबाट लेटर पनि आउँछ होला नि त के को तपाईँहरूलाई स्पोन्सरको खै सबै उनीहरूले गरिरहेछ क्या प्रोसेसिङ चाहिँ उहाँबाट बायोमेट्रिकहरू गरिसक्यो अनि जिम्बाको आइ नै सक्यो अब फाइलै खुलिसक्यो जिम्बाको आयो हाम्रो नि अब खै 1-2 दिनमा थाहा हुन्छ होला यो एपिसोड आउँदैछ आइपुग्दो रहेछ क्या उनीहरूले पनि त्यो मान्छेले पासपोर्टमा छाप हान भने सजिलो हुन्छ भन्दा हो त्यही मतलब एकचोटि कतै कतै गराएको कति बसेर आयो फेरि जस नेपाल फर्किन्छ कि फर्किँदैन भन्ने उनीहरूको मेन कन्सर्न चाहिँ म चाहिँ किन पाल्ने हो गरिबको छोरालाई भन्ने त उनीहरूलाई नि छ नि अब धेरै होला नि त नेपालमा त्यस्तो अहिले पो त अब अलिकति टाइट भएको नत्र त तिम्रो त आर्टिस्ट भन्ने म्यानेजर भन्ने दुनियाँ भन्ने हाल्ने गएर कन्भर्ट गर्ने चाहिँ अब धेरै लान्छ अरे क्या त्यस्तो कन्सर्टहरू हुँदाखेरि पनि ब्यान्ड मेम्बर त एकजना एक्स्ट्रा थप्दै भइहाल्यो नि बिचारा ब्यान्डहरूलाई के थाहा हुँदैन उनीहरूलाई थाहै हुँदैन आर्टिस्टहरूलाई त थाहै हुँदैन नि अस्ति हामी सोध्यो कि मेरो नाममा कतिजना हालेछ मुजी भने 2 जना हुँदा मतलब एउटाको पैसा देऊ है भनेर जिस्केर होइन हाल्न त किन हाल्थ्यो र अहिले त अब पहिला पहिला चाहिँ गर्छ भन्ने छैन 90%ले त पहिला त गर्थ्यो
पहिलाको टाइममा त पक्राइ पनि खायो पक्रियो अनि त्यसपछि एक्चुअली हुन्छ नि मर्नु हुँदैन मुजी राजेश हामीले 2 जना मान्छे छिरायो भन्दा पनि कस्तो हुन्छ नहाले छैन सकिएन अनि त्यसमा त सिधै दीपक राजगिरी महानायक भइहाल्यो नि सकिहाल्यो नि त्यसपछि नेपाल जस्तो देशमा फेरि जे कुराको पनि त्यो खोइ के भएर हो के गरेकै अब अलिकति फ्रस्टु हुन्छ होला क्या मान्छेहरू ज्यादा आजकल अनि मेरो कमेन्टमा अब केही चिन्नु नजान्नु म चाहिँ के गरिदिएको छु म चाहिँ के गरिदिएको के गरेको छु मैले त्यसलाई त्यो तिमी हामी होइन ल ठिक छ अब स्ट्रिम नगरे भयो म कमेडी नगरे भयो हामी नर्मल त नर्मलै हो कि तर स्टिल होइन जस्तै हामी नर्मल मान्छे भएरै केही थिएन हाम्रो मिडियामा केही प्रेजेन्स थिएन भने पनि हामी गएर कमेन्ट त्यस्तो नचाहिँदा चाहिँ गरिन्थेन होला के के को मान्छे अहिले पनि छन् त्यस्तो पनि त्यही त यसको त के हेर्नु भन्दा सट्ट स्टोर गरेर एकछिन हेर्नु पर्ला होइन अब कोही मनै पर्दैन भने मात्र चुतारो कमेन्टमा किन गाली हाल्नु नहेर्ने हो के जस्तै तिमीले स्ट्रिमको अहिले पनि त मेरो यो भाइब्स मेरो यो बोली मान्छेलाई कतिलाई पत्तै पर्दैन नपर्न सक्छ बेसी बोल्छ हुन सक्छ ठिक छ उनीहरू हेर्दैनन् आएर कमेन्ट हान्दिँदैनन् चल्दिन्छ पायो सबैलाई मन पर्नुपर्छ भन्ने छैन मन पर्नेले आएर हेर्छन् जान्छन् हो त्यो भन्छु क्या तर कमेन्टमा आमाले चुरोट खाने पैसा नदिएको रिस पोख्या हो कि गर्लफ्रेन्डले बेपछि भनेर रिस पोख्यो कि के को रिस पोख्छ कमेन्टमा आएर अनि मलाई फेरि सक्क हुन्छ म पनि कुन मुडमा भन्छ ब्याटै भनिदिइहाल्छौ एउटाले हाल्छ टिकटकमा क्लिप यो होराको त एटिट्युड बढ्छ त सुन न त्यो क्लिप अब मैले त्यसलाई गाली गरेको सर त्यही मुजीले त्यही क्लिप हाल्छ राम्रो केटाहरू डोनेसन गरेको कहिले हाल्दैन त्यही एउटा काम छाडेर हाल्यो अनि टिकटकमा त मैले बुढाबुढीदेखि लिएर सबले हेर्छन् टुप्प कोही आएको थिएन च्यानलमा यो भाइ कति मुख छ के हो उसको एटिट्युड बढेछ भाउ बढेछ त्यस्तै तर म त्यस्तो माया गर्ने ज्यादा छ मलाई चाहिँ हो नि छ त्यो चाहिँ त्यही हो माया हेट गर्ने भनेको मलाई चाहिँ जेलस भएर गर्नेहरू छ क्या जेलसी नै हो क्या किनभने न त्यसको बाउको मैले के खाइदिएको छु न उसको मम्मीको के खाइदिएको छु न उसको दिदी बहिनीलाई मैले जिस्काएको छु मैले उसलाई केही भनेकै छैन उसले आएर त्यसै न उसलाई पर्सनली चिन्छ त्यो भनेको यस्तो पनि म त यस्तो होला क्या हेटर्स चाहिँ मलाई बवाल लाग्छ किन यस्तो मलाई चाहिँ अब त्यो के भन्न आँटेको थिएँ पाउनु न के पो भन्न अब उता यता पो सोधेछु मैले त्यो ठिकै छ दाइ अब यस्तै हो हेटर्स बेनाको चाहिँ मजा आउँदैन हेट गर्नु नै भनेकै म व्यापक भइरहेको छु म चलिरहेको छु भनेर जस्तै तपाईँ म बसिरहेको छु 4-5 जना हामी बसिरहेको छौँ एकजना अर्को पनि छ अनि 4-5 जनाले CR7 कुरा गरेको त्यो मुजीलाई रिस उठ्छ क्या त्यस्तै हुने म हेट आउनु भनेकै ल छाउँदै रहेछु म चाहिँ हो नि मलाई एकचोटि त्यो कस्तो हुन्छ नि जस्तै मैले चाहिँ अब यतिकै लाउडा ओपन मैले के भन्थेँ नि जस्तो अब राजा नेपालमा चाहिँदैन भन्ने भिडियो बनाएको थिएँ अब चाहिँदैन पनि होइन मेरो पर्सपेक्टिभ हो नि त मलाई होइन अनि मैले चाहिँ होइन राजा फर्काउनु पर्छ भन्ने म कोही पनि होइन राजा ल्याउनु हुन्न भन्ने म अब कोही पनि होइन अनि ल कमेन्ट सेक्सनमा गाली गर्नु त ओपिनियन हो किनभने मैले नि ओपिनियनै राखेँ हो तलपट्टि ओपिनियन राख्न पायो अनि मलाई डिएममा बाम गाली गरेँ क्या एउटाले अनि मुजी मलाई पनि झोक चल्यो म्याचिङ गफ गराउनु दिएछौँ के चाहिँ हो रहेछ भनेर गफसप गरेँ होइन अनि त्यहाँबाट म त गफ गर्नु थालेँ नि त मुजी युकेले त मुजी राजा हटाउँ भनेर मुजी कुरा गर्न थालिरहेछ तेरो थर काट्नु भएको चाहिँ तपाईँले के भिडियो हाल्नुभयो त्यस्तो भने मैले एउटा बनाएको थिएँ अनि त्यसपछि कन्टेन्ट हालेको थिएँ तलपट्टि कमेन्ट्समा अलिअलि गाली गर्ने भइहाल्छ त्यो मुजी नर्मल भयो हुन्छ पायो नि राजा मन पराउनु पायो नि होइन अब मन त मुजी मिया खलिफा मनपर्छ नि तर अब लिएर आउने नेपालमा मैले बिहा गर्छु भन्दा मिलेन नि अनि त्यसपछि तिम्रो मैले कुरा गरेँ लास्टमा त्यो मान्छे मसँग होइन उता सुदूरपश्चिमको रहेछ लास्टमा दाइ सुदूरपश्चिम घुम्न आउँदाखेरि सम्झिनु है भन्नेसम्म भयो क्या न उसले मलाई बुझ्यो मैले भन्नु कुरा भयो अनि त्यस उसले मलाई चिन्दै नचिनिकन गाली गरेर हो नि त होइन अनि एउटा सोसियल मिडिया भनेको साइको चिज हो साइको नचलाएकै बेस्ट जस्तो लाग्छ यहाँ सब आजकल म त यो इन्स्टा सब अब त्यही हो क्या त अब मलाई नि तपाईँले भने जस्तो गाली गरेर मेसेज आइरहेको हुन्छ मेसेजमा ए मेजी हो र हजुर भनेर म रिप्लाई गरेँ भने दाइ बिग फ्यान भने के हो
के हो त्यो त्यस्तो पनि धेरै त्यस्तो धेरै जसले चाहिँ अब हेड पचाउन सक्दैन यसरी लाइभ सेभ गरेर बसेर मर्छ त्यस्तो मान्छे मर्छ नि डिप्रेसनमै जान्छ यार डिप्रेसनमै जान्छ यार म चाहिँ टिकटक खोलेर यसो हाम्रो मैले र गर्लफ्रेन्डको भिडियो हालेको यसो कमेन्ट हेर्नुपर्छ उसले गर्लफ्रेन्डले बिचारा उसलाई मलाई भनेको देखेर ऊ सेन्टी भइरहेको हुन्छ मलाई वास्ता छैन हेर न तिमीलाई यस्तो भने फेरि बिचकाउँछ क्या मलाई यस्तो भनिरहेछ भने गोडी देखाइदिन्छ क्या त्यसले गर्दाखेरि तिमी टिकटक बनाउँछौ होइन बेला बेलामा अहिले बेला बेला अलिअलि जोस आएको बेला यसो टक्क के कुराले जोस आउँछ यार त्यो चाहिँ टिकटकमा एक्टिभ हुनु कि आफू एक्टिभ हुनु पर्यो नि त्यो त पर्यो टिकटकमा अब ब्यान्ड थियो अहिले खोलिहाल्यो होइन टिकटकमा यसो एक दुईवटा भिडियो हाल्दियो टिकटकमा त लाइभ पनि स्ट्रिम पनि गर्छौ यस्तो हुन्छ दुईतिर एकैचोटि हुन्छ क्या मेरो चाहिँ ए युट्युब र टिकटक एकैचोटि जान्छ क्या मल्टी स्ट्रिमिङ भन्छ होइन